बागखोरदेखि ड्यालनचौरसम्मको यात्रामा हामी छौँ है। अब यहाँ अगाडि हुनुहुन्छ हाम्रो दाजुहरू पारी पुगिसक्नुभयो। अनि यो चाहिँ विक्रम, दीपक, विष्णु छन् होइन। हामी चाहिँ अब ड्यालनचौर जाँदैछौँ ल। हिँड्दैछन् एकदमै राम्रो। हेर्नु त भ्यू, हाय हाय एकदम दामी छ भ्यू। केटाहरू हिँड्दैछन्। उहाँ चाहिँ एकदम ह्यान्डसम नम्बर 1 छन् हाम्रो सालो। यति ह्यान्डसम त सायद विश्वमै छैन होला। हाम्रो भाइ फेरि आउरे लाउरे हो कि आउरे लाउरे? यो चाहिँ हामी चाहिँ कोरी लाउरे छ यहाँ। कोरी लाउरेहरू हाम्रो दाजुले दर्शन गर्दै हुनुहुन्छ पारी। केटाहरू चाहिँ ह्यान्डसम भएर आछन्। यिनीहरू तन्नेरीहरू हुन्। यिनीहरू गर्लफ्रेन्डको खोजीमा पनि छन्। यसो अब कता कता पट्टा खाने यिनीहरूले चाहिँ थाहै छैन है। पैसा दियो खाने होला। जाडो भए पनि दियो खाने हो। दसैँको टिका लाएको दोछिन। हामी चाहिँ यता छौँ। दाजुहरू त्यता ऊ दुईटा बसहरू अगाडि हुनुहुन्छ। हाम्रो बसहरू हेर्नु ए हिरो यता हिरो हो हिरो 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 हिरो। हामी बागखोरमा छौँ ल भन्दै। हाम्रो केपी बाको फ्यान यता छ ल भन्। तिमीले गर्दा हामी घुम्न पाएछौँ। ओहो जङ्गल हेर। हाम्रो विक्रम, विष्णु, दीपक यतातिर छ। रुखहरू भाँचेर यस्तो गराएको छ कि हाम्रो ड्यालनचौर चाहिँ यहाँ छ है। ड्यालनचौर टक्क अब हामी ड्यालनचौर जानु लाग्यो। यहाँनिर छ। हामी यहाँ हुँदै यो रोड हुँदै जान्छौँ। अनि यो चाहिँ झुङ्दी होइन। झुङ्दी एकदम दामी छ। हेर्नु न रोड कस्तो छ। हाम्रो पहाडको रोड भए पनि एकदम बवाल छ। यहाँ यसरी जङ्गल है। हेर्नुहोस् दुईटा लम्फूहरू। यिनीहरूको नाम चेङ्रे र बेङ्रे हो है। त्यही हो। अब हामी जानलाई छौँ है। अब कहाँनिर आइपुग्यो अरे भन्नु विक्रम? बोल्देऊ न ल। गीत पनि गाइनु नै उता। लाइक कमेन्ट सेयर गरिदियो। सब्सक्राइब गरिदियो। एउटा उद्देश्य छ अर्को साल जतिवटा लाइक आउँछ हामी एउटा यो आज यो बिरुवा नभएको ठाउँमा बिरुवा रोप्नेछौँ। एक कमेन्ट बापत एउटा बिरुवा। सबैले लाइक सब्सक्राइब गर्नु होला। धन्यवाद। एकदमै क्यामेरामा लजाउने फेरि हाम्रो सालो हुनुहुन्थ्यो है। अब उहाँको नाम बिक्कु डन लाफा बोय हो उहाँको। हेर्नु होला। हाम्रो बहिनी कता हुनुहुन्छ उहाँलाई यसो देख्नुभयो भने युट्युबतिर भनिदिनु होला है ल। म उहाँलाई मेन्सन गरेर पनि हालिदिन्छु। जाइ त बिस्तारै बिस्तारै आउँदैछ है यिनीहरू। हेर्नु त जङ्गल हाय। सूर्य थापा
यो प्युठान जिल्लाको गौमुखी गाउँपालिका अलि ह्यान्डसम देखाउनु हो आउनुहुन्छ घुम्नुहुन्छ रमाउनुहुन्छ वनभोज पिकनिक छ सबैजना आउनुहुन्छ यहाँ रमाइलो गर्न राष्ट्रिय क्रिकेट मैदाननिर आइपुगेका छौँ हामीनिर अब देख्न सक्नुहुन्छ त्यही मिनटमा त्यहाँको एकदम रमाइलो दृश्य घरको कसै लागेको एक त झाँक्री किसिम त आलुले खङ्गे हे जङ्गलीहरू हेर है दक्षिण अफ्रिकाको महुम ए यिनी जङ्गली